सो हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। आज फेरि तपाईँहरूको साथमा फेरि उपस्थित भइसकेको छु। आज चाहिँ हामी चाहिँ घुम्न हिँडेको, त्यही भएर भिडियो बनाएको होइन। अनि घुम्न चाहिँ को हिँडेको भन्दा एक्लै होइन, म पक्कै पनि साथी छन्। साथीलाई एउटालाई देखाउन हेर्न सक्नुहुन्छ तपाईँहरू। यता हेर। ओ हेलो गाइज, के छ यता हेर न हेर। अनि कस्तो अनुभव भइरहेछ आज? केही छैन यार, गर्मी भइरहेछ त नि। अझै उता दुईवटा छन् अनि हामी चाहिँ यता घुमेर आएको। अनि श्रवण कुमार हिँडेकै श्रवण कुमार हो कि खासमा। हामी चाहिँ आइपुग्यो, तिनीहरू कता रह्यो भन्ने कुरा थाहा पाइएन होइन। अनि यहाँ आउनु पर्ने हो, तिनीहरूबाट आएनन्। अझै चढ्छु के कुरो खोज्दा नि त नरिवलको टाइपको कस्तो दामी देखिने छ यार। हिमाल देखिएछ अलिकति देखिएछ। कुइरल छ किरा। हाम्रो अनन्त श्री यहाँ हुनुहुन्छ होइन। ह्यान्डसम बोय एक प्रकारले मोबाइलहरू त दियोस् मजा छ। राम्रो देखिने छ यार यहाँबाट नि भ्यू। तिनीहरू त हामीलाई छोडेर नि गइसकेछन्। अब हामी पनि हिँडेको तिनीहरूलाई छोडेर भन्दिनँ कि म फेरि। हामी तिनीहरूलाई भेट्नको लागि हिँड्छौँ ल, जाऊँ त नि। यता हेर न, म त सेतो देखिन्छु, तिमी त कालो देखिन्छ। घामको कारणले के ट्याक्कै घाममा बसेपछि सेतो राम्रो देखिन्छ क्या, त्यही भएर घाममा बसेको गएछ होइन। तिमीभन्दा अग्लो भएको छु नि त मलाई। हड्डी मात्र मेरो पनि छ, देखाइदिउँ हड्डी भन्न। देखाउँ भित्र लुकेको हड्डीलाई के देखाउने लाग्यो है त हामी है त। हे उकाला यार थाकियो गाइज, डर थाकियो। यता हेर नि कतिको थाक्यो। म त थाकेँ क्या, किन थाकेको नि। यहाँ चाहिँ यस्तो जङ्गल छ होइन। अनि मान्छेहरू नि खासै हिँड्दैनन् नि त। यहाँ शीत परिरहेछ अनि बल्ल शीतलो भयो। शीतलो आनन्द आइरहेछ होइन। माथि सबै जङ्गल छ क्या यता साइडमा त। क्यान्सन जङ्गल भयो नि हिँड्नै पऱ्यो। सो हिँड्नु पऱ्यो नि त, कहिले काहीँ घुम्न पऱ्यो। नजिकैको ठाउँ घुम्न पऱ्यो नि त। अनि नघुमेर भयो त। यस्तो नजिकैको ठाउँलाई छोडियो भने त अरिङ्गलको पोलो रहेछ यार। हो यार, हामीले अस्ति पोलेर छोडिदियौँ नि त। अनि पोलेम आज गयौँ पोलेम। अनि अरिङ्गलहरू झऱ्यो भैँमा लास्ट भएको थियो। अनि लास्ट रुखा जान हिम्मतै हान कसैको नि। म जान्छु भनेको एउटा साथी नभए म पनि एक्लै चढिनँ। अनि छोडिहाल्ने। अर्को दिन गइएको फेरि गइएन, भुलियो कतै भुलियो। अनि त्यस्तै भइ सकियो। अहिले नि छ, हिजो गएको थियौँ कुखुरा मार्न। अनि पोलो होइन सबै किरासिरा डढे छैन पुरै। यो त साइज डढेको थियो, अहिलेसम्म त रिकभर हुने बेला भइसक्यो। अनि हिजो गएको गुदालीले हानिदिएको रतन अरिङ्गलले होइन। छोडिएको बिचमा पोलेकै अर्थ भएन होइन। लास्ट ढङ्गहरू त त्यही पनि लास्ट अग्लो थियो रुख त। हाम्रो रमेशले र मैले खत्रै धान दिएँ। दाईहरू हुनुहुन्थ्यो तल भवन खत्रै गरेको के अरे, तर भएन। मेहनतको फल पाइएन, जस्ट मेहनत मात्र गरियो कि। मट्टीतेल पनि त्यत्तिकै खाएछ लिएर राखेँ। हजुर पोला खाएर हो र। अहिले त म मात्र सुक्याएर नि र भयो नि होइन। दुईवटा खा ल ठिक। हेर्नु न उहाँ ट्याक्क हिमाल माछा पुछेको हल्का चुचुरो मात्र देखिन्छ। पञ्चसे भन्ने हामी नजिकै आइपुगेछौँ। हो त्यो डाँडो हो, त्यो चाहिँ भन्जिङबाट हिमाल देखेको। यता चाहिँ लाम्पाङ भन्छ होइन। उता हेर्नु हाम्रो दुईवटा साथीहरू, सन्जु भाइ अनि अर्को भाइ। अनि हामी चाहिँ ट्याक्क लाएर हिँड्दै हाम्रो सबै ग्याङहरू यता छ नै त। ल सबैले हाई गरिदिएको। मेरो च्यानल चाहिँ एनबी वाइटेड। मेरो कमाल हेर। नेक्स्ट प्लिज नेक्स्ट च्यानल ओके। म लिङ्क पठाइदिन्छु। त्यहाँ एउटा स्क्रिनसट र लिङ्क चाहिँ आउँछ है। सब्सक्राइब हान्न नबिर्सिनु होला। आउँछ है त, हेरिदिनु होला।
अनि हुन टिकटकमा होइन युट्युबमा जान्छ अनि हामी चाहिँ यता उता माथि बाटो चाहिँ पञ्चास जाने भयो यता जाने चाहिँ सलमान कुमार भन्ने एकदम धार्मिक क्षेत्र हो हामी चाहिँ त्यहाँ हिँडेको होइन त्यस्तै भइराखेको छ धेरै पछि बल्ल आयो अनि हेर्नु न अनन्तलाई कति अग्लो खाने यार स्यान लिएर नाका स्यान लिएर हिँड्थ्यो अहिले यत्र भयो पनि अब आफू फेरि हेर्नु न कस्तो नलखटा बिचरा स्माल स्नेक है स्माल गाइस म चाहिँ तर्सेको थिएँ तर भिडियोमा चाहिँ आएन होला जहाँसम्म यो डढाएर के गर्ने आफूले सपेर कति राम्रो हुने बाबु नानुहरू भन्नु होला है फेरि भन्नु नि पहिलेदेखि अन्त डर लाग्दैन डाइरेक्ट पछि देखेर डर लाग्यो भाइ आफू त सपेर पछि देखेर हजुर पछि देखेर डर लाग्यो होइन कि एक्कासी खुट्टा अगाडि रहेछ नि त ठ्याक्कै नै मलाई भइन जान्छ आफ्नै पारामा कि सुन्दैन हेर्नु न यति मात्र ढलन छ कि यहाँ पुरा गाउँमा यस्तै हो कि हल्का यति ढलन गरेर त्यसलाई पिचमा नि हिँड्ने मेन बाटो पिच भयो अब कति लाग्छ यहाँ बाटो पुग्न सन्जु लाग्दैन लागि थाहा यो के हो र सुशीला कार्की जडिएका ताल जस्तो छन् के हेर अनन्त कतिवटा खाइदिएको तिमीले के हो नि के हो तिमीले के खाएको मैले त कुनै के दिएको थिएँ यार लोकल हानेको यार लोकल या म अनु भाइलाई हरियो के के हो क्या अहिले टुवर हानेको क्या ए हरियो म त घाँस खायो भनेको फेरि हरियो त घाँस हुन्छ नि त भाइ हामीले त के हानेको भन्दा के हाल्यो म मात्र चाहिँ सोझो संस्कार नझुनेर मात्र हो यहाँ कन्ट्रोल गर्न सक्ने भनेको यी मात्र हुने खाएपछि हामी कन्ट्रोल गर्न सक्ने होइन त्यति क्षमता छ है मैले पनि हान्दिएको के हान्दिएको धेरै खाएको साथीको स्वरमा आएको खा भने के खाएँ मलाई थाहा नै ला खाइन मलाई त्यही हो फेरि साँच्चै भनेको होइन फेरि घर गएर भन्ला नि यार म त मम्मीलाई भनिदिने अनन्तले खाने रहेछ नि भनेर भन्ने बाल बाल छैन त नि कुक्ता खाएको त्यस्तो त कोकको मतलब होइन नि कोकको यहाँ कुरै छैन नि त होइन जे पनि खान्छौ जे पनि खान्छन् अरे केही भन्छ पार्टीमा मात्रै हो पार्टीमा मात्र खाने छन् पार्टीमा नि खान्छौ त्यसो चाहिँ खोलो होइन त्यसो चाहिँ केही पनि फेयरवेलमा यत्रो हानेको बाह्रको यार के बाह्रको फेयरवेलमा यस्तो मजा हो कि भनेपछि रक्सी सक्सी खान्छ भनेपछि यस्तै पार्टीमा अरूमा खाने हामी अरू मात्रै हुन्छ क्या अरू मात्रै खाने झ्यापे त हालिदिने हो के बाल छैन के खाएन भन्ने झ्यापे होइन क्या पहिला खाँदै हिँड्नलाई ठिक थियो रमाइलोको बेलामा बुझ्नुहुन्छ यो 10 पर्फन भन्ने कुरा खै अडियन्स त छन् कि छैन मलाई थाहा यहाँ चाहिँ धान यस्तो भइरहेछ कि काटिसक्यो नि हाम्रोतिर ढिलो हुन्छ धेरै हुन्छ त नि यस्तो छ कस्तो रमाइलो छ नि सन्जुलाई खतरा डान्स गर्न मन लागेर चाहिँ एकपटक नाच्थ्यौ त ल साइड 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 ठुमक ठुमक के थियो जान्दिया चाल के समथिङ थियो क्या त्यस्तो त्यो होइन अर्को हो कि अनि उता चाहिँ पुरा कुस्मा बजार पर्छ है गाइस त्यो तल के कुस्मा बजार पर्छ म्याग्दिन देखिन्छ होला यहाँबाट सायद त्यही कस्तो कस्तो त्यस्तो थिएँ चोरी चोरी भयो मेरो तिमीले बेच्ने हो मलाई थाहा त्यसलाई त्यसलाई किन मलाई एउटा चाहिएको एउटा देखेँ किन राख्नको लागि मलाई छैन राख्नको लागि अरे त्यही त्यो गर्नको लागि मलाई थाहा नि पैसा खोजेको के गर्नु यसलाई
बेच्नको लागि पुरानो नोट यो अहिले सिगरेट कुरो हो त्यो भन्न ल भन खुस छ यहाँ राख्नको लागि ए यहाँ छ क्या यो देखिन्न त अनि देखिन्न त्यहाँ राखेर कसले देखाउन र यो चिजलाई देखाउन भन्दा नि त यार ए लुकाउन न अनि मैले तिमीलाई दिन्छु पनि भयो नि मैले लाटो छु र किन्छु नि त मैले कति मुख किन्छ 2 रुपियाँ 2 रुपियाँ 10 रुपियाँ किन्छु ओ गाइस नदी ओ माय गॉड व्हाट अ हरियो कि निलो हेर हरियो ओए हरियो निलो हरियो दुईटा हेर नि ल ल ल इजी ब्रो नट अ बिग इस्यु गन्तव्यमा आइसक्यौँ होइन अनि आइसकेर ठ्याक्क कुर्सीमा यस्तो व्यवस्थापन राम्रै भएको छ यहाँ चाहिँ अहिले यता लास्ट साइड अनि सबै छ अहिले नदेख्नु अलिकति गर्छु देख्नु ल अनि यहाँको कहानी चाहिँ एकदम दामी टाइपको छ तर मैले भन्न जान्दिनँ सुन्न चाहिँ सुनेको हो एकदम के छ होइन कहानी भन्ने हो र सुन्ने सुनाउँछ र कहानी मलाई पनि पुरा डिटेलमा चाहिँ थाहा छैन गाइस उसलाई पनि थाहा छ अहिले चाहिँ त्यहाँ देखाउँला नि त भिडियोमा उता हिरो फेरि उता फेरि हेर्नु जिम बोय कहाँ हानेका धेरै अब हामी चाहिँ बम छ भने हामीले भिडियोमा देखाऊ त्यहाँ चाहिँ एकदम तपाईँहरू त्यहीँ गएर हेर्न सक्नुहुन्छ जान्छ नि है चल्दैन त ल यहाँ चाहिँ यस्तो के लेखेको छ हो र ल यो चाहिँ म सुनाउँछु है तपाईँहरूलाई पौराणिक कथन अनुसार यो त्रेता युगमा मातापिता श्रवण कुमारले आफ्नो यताखेरि बाँधार निस्के फेरि कुकुर नि रहेछ हट्नको लागि तपाईँहरूले पढ्नुभयो मैले पढिनँ होइन कहानी है छ होइन अब सिधै हामी जाऊँ स्विमिङ हान्न गरेको फेरि नाम भन नाम भन यस्तो छ है तेरा आज गीत नाग सिङ्गरको होइन क्या त्यो ऱ्यापरको भनेको गीतको नाम भन So guys, 1, 2, 3. हेर्न सक्नुहुन्छ तपाईँले होइन त्यहाँ यसको कहानी यस्तो छ क्या यहाँ के हो धनुष लागेर फोहोर चाहिँ है सफा गर्नुपर्ने क्या यता मङ्सिरमा हुन्छ सफा कतिवटा चाहियो त यस्तो छ उता हो कि बाँड हानेको ठाउँ चाहिँ उहाँ हो गाइस अझै टाढा हो नि देखिन्न होइन यतै हो यहीँ कतै हो भाइ त्यहीँ हो त्यहीँ सुनेको मैले त्यहाँबाट यहाँ यस्तो के थियो के अरे कहानी त भन्न सकिन्न फेरि मृग कराएको जस्तो भान्जा परेको के भएको हो त्यही हो क्या बुझ्नै मिलाएर पढेर के अरे नि अब यहाँ आएर अब यिनले के अरे ठमकवालामा के अरे टिकटक बनाउने अरे ए यहाँ नबनाउने मन्दिरमा गर्छु भन्छ यार टिकटक बनाउने न अरे दामी ल भित्र देख्न सक्नुहुन्छ तपाईँले पानीभित्र यस्तो दामी फुलिरहेछ बाल फुलिरहेछ मोबाइल डुबाइदिनु त आइफोन हुन्छ भन्ने मोबाइल डुबाइदिनु केही हुन्न हो कि तर म डुबाउने डुबाइदिउँ अरे त्यहाँ चाहिँ ठ्याक्क यस्तो देखाउनु पर्छ यहाँको फोटो छ क्या मसँग हामी पिकनिक आउँदाखेरि कुन हामी चाहिँ घुम्न आयो यसो हेरियो गयो है खासै केही इन्ट्रेस्टिङ केही भएन अनि म चाहिँ अब हिरो बन्दैछु यहाँ
वाला हिरो भन्दैछु हुन गएर पनि देखिन त गएर हेर्नु त नि आफैले आफूलाई भन्दै सित्त बुझाउँदैछु म होइन त फेरि सरजी हुनुहुन्छ सरजीहरू जङ्गल छ आफू बोलेर अरूलाई दोष दिन्छन् कि फेरि त्यस्तो हन् त्यही पनि ठिकै छ मैले हिँड पनि अब भनेर दिइरहेको कि अब हामी चाहिँ मन्दिर हिँड्दैछौँ के गरेको नकाटिकन हाल्ने हो त जस्ताको त्यस्तै हाल्ने हो पुष्पा झुके गर्ने हिस्सालाई हेर्नु कपाल आयो के पलायो कसको गाली गोरु मलाई गाली गर्नु भने अगाडि हेर त उता बाछा उता बाछीहरू Hey, item. What is this item? राम्रो पुष्पा भाइ हिरो त के होइन त म एउटा कुरा भन्छु है यो मान्छे धेरैचोटि सर्वन गर्न आएको रे होइन यहाँ आइरहेको थिएँ तर मन्दिर जाने बाटो उल्टो गइरहेको हो यता बाटो हो कि खास बाटो चाहिँ यता हो दो बाटोमा पार्ने रहेछ त अनि तर यताबाट गयो भने मन्दिरभन्दा तल पुगिन्छ यो मोटरबाट जाँदाखेरि तर यताबाट तर कुरो छ है त्यहाँ यहाँबाट हिँड्न खोजेको खासमा तिमी नि उल्टो भयो होइन रियल बाटो चाहिँ त्यो हो नि त यसले डुप्लिकेट बाटो युज गरे के पराचिन बाटो त्यो हो पराचिनै हिँड्न पर्ने होइन हो एकदम त्यस्तो भन्न खोजेको के अरे भाइले पुरातात्विक मान्छे हुन् कि यता देखान्छ यी अलि पुरातात्विक मान्छे हो न अलि 100 वर्षको हो नि यहाँ ए त्यस्तो कुरो रहेछ खासमा मैले नबुझिआएर छु कि लास्टमा त मेरा हजुरबा हजुरबा यहाँ ठ्याक्कै हजुरबा ए बुढा हजुरबा आज अनि भिडियो यो कत्र है ए कस्तो मुडो मात्रै होला यहाँबाट गयो होइन यी दामी हेर न हिलेको कत्र थियो देखिन हेर बहुत ही बडा हेरे यो उस भन्दा मोटो थियो होला यो माथिको उस जस्तो थियो होला भगवान हुन् के भगवान ढोकर जाऊ ढोकर भगवान हुन् के भगवान ढोकर जाऊ ढोकर बाटो नभेटेर भौतारेको अवस्था कोही उता गछन् कोही उता कोही यता अनि म यता यहाँबाट म फेरि हिँड्दै हो के जाँडा नि फर्का दिन्छु बाटो अनि फेरि आफूलाई हिँड्नु पहिला को छोराले छ लडान कसले जित्छ ए उता होइन सन्जु कहाँ हो र पानी यता जाऊँ यहाँ बाटाडो जाऊँ न यहाँबाट आएको झर्ने थियो क्या हामी अब खेलेर मेरो भिडियो बनाइ यिनले अघिनीबाट मेरो बनाइ भनिरहेको ल आऊ तिम्रो बनाइ जाम तरी हाल्ने केहीमा होइन के ल जाम त नि हिँडेर ए भाइ यसले भनेको बाटो धेरै हिँड्यो पानी खान जाने अरे के मन्दिर गएर अनि पानी खाएर जाने उतै त आऊ त नि यता खाना लास्टै खान मन लाग्यो भने जाऊ त नि खाएर त्यहाँबाट लेजेन्डहरू ए भगवान बाटो थ्याङ्क यू फर द सम्मान भन्छ यहाँ भिडियोमा ल हेर्नु लेडिज फर्स्ट हाम्रो लेडिज त भन्दैन भने सत्य कुरा बोल्नै हुन्न यहाँ कसैले पनि पत्दैन हजुर के सत्य कुरा पच्दैन भन्छु मैले असत्य कुरा त पच्छ ठुलो कुरा के अरे भन नि त्यहीँ बसेर भन के आऊ जाम जाम न त कहिले आउँथ्यो हाम्रो घर लैने
सानो बाटो सानो राम्रो कुरा सानो बाटो सुरु गर्ने भाइ त्यस्तो हुन्न हो के यस्तो अप्ठ्यारो बाटोमा ठुलो बाटो हुन्छ सुरु ठुलो हुन्न नि किन हुन्न भन न किन हुन्न यहाँ आउनु म भन्छु म त सन्जु खाएको जान्छु उताबाट फेरि उताबाट पानी खाएर जान्छु नि फेरि ल जा त नि म त के भन्यो के भन्छ नि यार ठिकै छ म सहन्छु लेडिज फर्स्ट गाइज लेडिज फर्स्ट लेडिज फर्स्ट म त गएको होइन म त केटी होइन यार ल हिँड नि त कतिको लेजेन्ड रहेछ देखिन्छ लेजेन्ड हेर नि त लेजेन्ड लेजेन्डको पारा हेर नि त लेडिज फर्स्ट भनेको दुइटै रहेछ उता हामी ल गाइज म हुन त जसरी नै कुरो यो यसो भाउ खोजिदिएको क्या चल्दै जानुको लागि बाटो त यहाँ त खत्तमै रहेछ नि त अनि पहिला त अब म मङ्सिरमा मात्र बनाउँछन् किनकि यहाँ 12-13 चाहिँ रमाइलो हुन्छ होला सायद होइन त्यही भएर यो बाटो चाहिँ मङ्सिरतिर मात्र बनाउँछन् त्यो सफा गर्छन् हेर्नु नि कुरो यार यस्तो अनि यस्तो भस्तो कपडा त अनि कुरो बिहान हिजो बेलुकाको कुरो फालेर आएको आज फेरि गएर यहाँ फेरि त्यस्तै भयो यहाँ फेरि खोल्छ सानो पुग्न के बोले हो अहिले फेरि झ्याम झ्याम हान्छु नि म फेरि यस्तो यस्तो हान्छु नि फेरि के बोल्छन् यार गरेर हानिदिन्छु नि अहिले हालत देखाउ अझ कति फालिसकेँ मैले हेर्नु कुरो यता हेर्नु ए यता त छैन म त नाचै नि हुन्छ यार म त बस्छु जेसुकै भन मलाई मतलब छैन आई डोन्ट केयर गर्ने कुरै होइन त्यो रियालिटी हो रियालिटी हो त आई डोन्ट केयर के आई डोन्ट केयर रियालिटी ओके यु अन्डरस्ट्यान्ड इङ्ग्लिस त खालि खरो जान्छ केयर गर्ने हैन एग्री गर्ने हो त्यो कुरालाई चाहिँ नट एग्री यार भाइ त्यो कुरामा आफूले मान्न पर्यो भन्नु हे झिम झिम सानो नझिङ्कौ परेली यहाँ जमाना आइन्थ्यो यार यहाँ महायज्ञ थियो महायज्ञ राखेको थिएँ अनि त्यो मन्दिर चाहिँ उता भयो होइन त्यहाँ मन्दिरभित्र एउटा ठुलो ढुङ्गा खान त्यो ढुङ्गालाई चाहिँ हामी देउता भन्ने ऊ छ के भन्छन् त्यसलाई ढुङ्गालाई के भगवान्को नाम थियो यार मलाई केही पनि थाहा हुन्न क्या यस्तो कुराखेरि त्यही पनि बोल्न खोज्छु अनि पानी खान त्यहीँ रहेछ नि त धार त अनि त्यहीँ गएको होइन हुने रहेछ नि ए भगवान् ल ठिक छ अब हामी मन्दिर गइन्छ कस्तो यार यो बाटला हजुर किन तर किनभने के सुन्ने होइन बसियो आनन्दले यहाँ मलाई अरू मन पर्दैन गर्मीले डढियो हेर त कालो पाँट एक राति के घामले कुरो यिनलाई त पागल थानमै राखेर के पागल थानमै राखेको हुन्छ घरि क्यारी छन् यार भाइ यार घरि यता कहाँ गएर उफ्रिहान घरि जुम्रा हेरिछन् यस्ता मान्छे जुम्रा सेम केटाटी जुम्रा कति हेऱ्यो सरला नि एकपाथि तिमीले हेऱ्यौ ए घरि क्यारी छन् जुम्रा परेन उहिले जुम्रा मेरो एउटा जुम्रा झिक्क मैले 1000 रुपियाँ मेरो जिन्दगी अहिले परेन म झिक्थेँ भने काट्छौ केही नि भन्दैन छैनन् केही नि छन् 10,000 दिन्छु झिक्थ्यो लामा अहिले अलि फुर्सद छैन फुर्सद भएपछि झिक्छु हामी चाहिँ मन्दिरमा आइपुग्यो है त तपाईँहरूले देखाउँछ है सो गाइज हामी चाहिँ आइपुग्यो मन्दिरमा जस्तो डान्स हान्दैछन् मन्दिरमा ए मैले अघि भनेको सुनाएको थिएँ नि त्यसमा यस्तो मोबाइल फेरि भित्र क्षेत्र हेर्नु न तपाईँहरूले हेर्न सक्नुहुन्छ क्लियरसँग होइन ढुङ्गो नाम के अरे ढुङ्गाको होइन के भयो सरमनको ए ढुङ्गाबाट हो कि खासमा यस्तो यस्तो डान्सिङ पनि यताबाट अब
ए पैसा चराउनु लाग्यो यहीँ बरे के माग्छौ त नि त खै म तिमीले के माग्छौ ल सुनौँ न त चर्कै सुनाउ न आज के हुन्छ र आज नाच्नै लाउ क्या तिमी त ल बबाल ल बबाल म धेरै राम्रो भयो के युट्युबमा के भन आज राज गर नि तिमीले मेरो राजै यो त छन् एउटा बाँदर आएको आइ गर्ने त वर्ष एकचोटि मन्दिर आन्छ त्यसो फेरि क्या नि गएर मेरो फोन मैले बनाएको भिडियो अनि च्यानलको मर्जी फेरि हामीसँग नि हुन्छ उडाइदियो बाल छैन तिम्रो त 2 मिनेटमा पानीमा के बदलियो चाहिँ फर्केको मुखसुखद्वारा ट्याक्क मन्दिरबाट होइन ल मिठो लगायो अहिले गीत उता हिँड्दैछन् अगाडि हामी दुइटा आउँदै पछि हल्का सुस्तो गर न अहिले त कपिराइट लाग्छ हुन त लाग्यो नि केही नि हुन्न हुन त छैन अगाडि देखाएन दुईवटा बेलौरी चरीहरूलाई उता अगाडि देखाएको त होइन हजुरहरूलाई देखाउँछु म हामी चाहिँ अब बानसिङतिर लागेको अरे जान्न भन्दै थिएँ ड्याम्के दाई भनेर हजुर के भन हौ त्यहाँबाट फजल चाहिँ भिडियो बनाइदेऊ भनेको हौ ए त्यसो भए भन है मलाई सम्पर्क गरेर खै त्यहाँ ए ल जाऊ त नि म बनाइदिन्छु सस्तो महँगो हुन्छ पैसाको ऊ हुन्न कि पिङ भाँचेला बरु त्यो काट्छ अनि पिङ्दाखेरि गजबै रहेछ नि ल ठिकै छ यस्तो राम्रो देखिने यहाँ चाहिँ फेरि बिन्दास भन होइन आफ्नै पारा उता दुईजना आत्ते छन् किन कसलाई भेट्न पनि थाहा होइन म चाहिँ यहाँ सितालोमा बसिरहेको छु मेरो ज्याकेट लाएर आइछि एउटी फेरि के भएछ दुईटाले ल ठिक छ यस्तो राम्रो लाग्यो त होइन मैले किनि भनेको त्यही हो त अब चाहिँ हामी दामसिङतिर गइन्छ दामसिङबाट अनि घर गइन्छ दामसिङबाट पार्टी खुवाउने कुरो छ अब के भन्दा पनि भन भाइले भन्नु एक खुवाइन्छ यति दुईवटा भने देखा न ऊ दुइटालाई के नि देखिन कि हामी छ ल जाऊँ त नि अब त्यो केटाकेटीहरू लाग्यो है त साथीहरू आफ्नै अब आफ्नै गन्तव्यतिर अहिले चाहिँ कताबाट आएको भन्दा सर्लक्क लाएर उहाँबाट आएको के हो त्यहाँबाट नै उतै गएर आएको त्यताबाट हामी जाने बेला चाहिँ हो त्यो तलबाट अझालले उताबाट ठडेर आएको ल कालो कालो खिचेको यस्तो बाटो हुने त नै स्कुलबाट सो गाइज हामी चाहिँ आइपुग्यो यहाँ हामी चाहिँ त्यो बाटो स्कुल ठडिन्थ्यौँ जान है अनि ऊ स्कुल त उहाँ हो है त यस्तो राम्रो देखिने चाहिँ यहाँबाट होइन गाउँहरू यस्तो दामी है यताबाट आइन्थ्यो क्या हामी चाहिँ अन्तिम श्री गर्मी त लास्ट पोलो हो यहाँ थियो त यस्तो पोली छ नि झन् दारी काटिएको अलि भयो 7-8 दिन अनि यहाँ पोलेर हैरान भयो मान्छेहरू भनेर बाटोमा त्यो तल यस्तो देख्ने रहेछन् माथि चाहिँ आएको हामी आएको त क्लियर देखिने रहेछ त्यहाँ स्कुलमा त कोही छैन सुनसान छ यहाँ पहिला यही बाटो लखर 4 बजीतिर 6 बजीतिर नि गयो अहिले हरायो 4 बजे होइन घरबाट 5 बजे हिँडेको 4 बजे
यो बाटो हामी 10 क्लास पढ्दा अहिले छैन कम त आइएन आधी घन्टा पनि लाग्थेन कति 1500 आधी घन्टा लाग्थेन 20 मिनेट होइन त 16 घन्टा त लाउँथ्यो अनि पछि आउँदाखेरि पानी परेर म बसिन्थेँ है पहिला रमाइलो थियो कि इज ब्युटिफुल भ्यू हेर्नु भइसक्यो होला त्यहाँ बसिरहेछन् त स्याङ्जा चाहिँ स्याङ्जा बजार तपाईँहरूलाई म देखाउँछु यहाँलाई उहाँको स्याङ्जा बजार हो अनि यता चाहिँ बाँके भन्छन् त्यहाँ पोखराबाट यतै आइन्छ होइन आउँदाखेरि उतैबाट आएर यहाँबाट आएर टक्कै त गइन्छ अनि बबाल छ कस्तो राम्रो हो यार धानले गर्दा झन् भइहाल्नु देखिन्छ स्याङ्जा उहाँ छ अनि त्यो स्याङ्जाका उता चाहिँ पोखरा उता पनि पोखरा छ यता पनि पोखरा छ उता पनि पोखरा मिलाएर बुझ्नु होला कता कता छ भन्ने कुरा एउटै पोखरा अनि उहाँ थाप्ले भन्ने हो चाहिँ गौतम बुद्धको मूर्ति खतरा ठुलो हौ टुप्पा भएको यतै नेपालकै ठुलो होला त्यो नेपालकै ठुलो भन्दा नि ठुलो हो त्यो नेपालको ठुलो गौतम बुद्धको के मूर्ति दोस्रो तेस्रो कतिमा आउँछ अरे त अग्लो स्थानमा चाहिँ बबाल छ त्यहाँ चाहिँ खतरा डरे त भयो यो त ल ठिक छ है त हामी चाहिँ आइपुग्न लागि बान्छौँ भन्जारको माथि त्यहाँ खाजा खाने अनि घरतिर जाने हुन्छ हामी चाहिँ होइन कुरो चाहिँ त्यस्तो हो कुकुर गएछ कुकुर छ यहीँ थियो ड्युटी थियो डर लाग्छ मलाई म त भागिदिने हो म त डर लाग्छ अनन्त खान भागिदिने हो अनन्तलाई पछि छुटेर ओहो फेरि मभन्दा छिटो होला भाग्ने फेरि आएको देख्यो भने गाह्रो छ फेरि त्यहाँ त सोरिङ गरेर फेरि म त भाग्दिनँ नि म छोडेर अब यी डर लाग्छ क्या मलाई त फेरि कुकुर म त यिनको काममा चढ्ने यो अग्ला खान यिनीलाई भेट्छ भेट्यो नि सोध्यो नि तिम्रो काँचमा चढेपछि त्यसले भेट्दैन नि त मलाई म जोगिन्छु तिमीलाई जेसुकै बा भनेर भन्न फेरि कसरी त्यस्तो हुँदैन हस्किरहेको छ त नि हेर फेस त त्यस्तै हो त हस्के जस्तै हो त हस्की कहाँ यस्तो हुन्छ फेस हेर त्यस्तै उल्ट जस्तो हुन्छ के उल्ट जस्तो हुन्छ तर फेस चाहिँ त्यस्तै हो हेर तिमी पताउनु हस्की कहाँ हुन्न भाइ ठुलो हस्की सानैमा हस्की राम्रो देख्नु राम्रो होइन क्या त्यसको हिम्मत हेर न सो मुख हेर्दै डर लाग्ने हुन्छ क्या त्यसको त हेर न हो क्या होइन त्यस्तो हो नि यसले देख्यो भने होइन यसले टोक्यो भने त अनि राख्थेन नि देख्छ नि कस्तो डर लाग्ने हुन्छ नि त हाम्रो वाडा कार्यालय उहाँ छ हाम्रो नि भन्दिनँ म त भन्न नि लाज लाग्छ मान्छेले भन्दिनँ त मान्छेको म यहीँको हुँदा नि होइन सालहरूलाई आमाले भन्न मन लागेको थियो तर भनिनँ मैले केही नि बोलिनँ म उस्मानी छ तिनीहरू त पहिले गएर मासु र भात खाए कि अरे कि तर मैले त्यहाँ ग्याङ फाइट भएको छ ग्याङ फाइट त एक्लै आए हिरो यता बस्दै छन् ए मैले कुकुर भने आफू त्यो त्यही सोचेर मैले भनेको छु कि मैले यहाँ बस्दैछु मात्र पागल आदमी म कुकुर भन्दा आफैले थाहा पाउँछ नि ज्ञान म भनेको छु अब सर्ट हान्नु सक्ने भने ओ आसला ए हिजो देखिन थिएन यो 20 साल चाहिँ उफ्रिन त पहिल्यै हान्दिएको अनि खतरा हिजो त विशाल ओए होइन हिजो तिम्रो चेक माथि भिडियो हो कि ए भिडियो के गर्दा फोटो खिच्नु हुन्छ भिडियो ए कपडा फर भयो केटा धुने त हुन्छ नि त्यही पनि त्यही यहाँ के हो यस्तो भएन नि अनि लडा चल्छन् भनेर भिडियो स्टार्ट गरेको कि हो दोस्ती बन्दियो त अनि
त्यसको हिँड्दा टेक्का सन्जु त्यो लड्नको लागि हो क्या के ल जेसुकै गरेर गाइस होइन हामी चाहिँ घरमा आइपुग्न लागिसक्यौँ बाटोमा आउँदैछौँ अझै पनि आउन छ बाँकी घर होइन केटाकेटीहरूसँग अगाडि खान 4वटा अर्का 2टा फुच्चेहरू पनि थप्पे भाइहरू हामी 2टा चाहिँ पछाडि पनि दास हिँड्दैछौँ 2टा बेलौरी जोडी थपियो ट्याक्का हामी हिँड्दैछौँ अनि अल्छी अल्छी लाग्यो खुट्टा दुखेर बुढा भइदिइरहेछ अब घर जाने ट्याक्का खाजा खाने खाजा नि खाइन गरिन्छ थाहा भयो होइन चिया खाइन्छ यति अनि चिया खाएर बल खेल्न आइन्छ अनि बल खेलेर अनि घर खाइन्छ अनि सुतिन्छ फेरि है सुतिन्छ नि फेरि फुर्मा बोलिन्छ त छैन नि मेरो त डाटा होइन मुन्छ छैन अनि कहाँको डाटा छैन हो मान्छे छैनन् क्या डाटा त किन्न हुन्थ्यो र बिचरा मसँग डाटाको कमी छैन अहिलेलाई कसले मैले त केही नलागी नाम्नु पर्ने मैले त केही नलागी नाम्नु पर्ने हो कि यत्तिकै बोडी देखाउनु ए हात्ती गलिसक्यो भिडियो बनाउँदै अनि हामी चाहिँ आज चाहिँ यति बनाइन्छ क्या खासै बनाइन्न भिडियो क्याप नखोली त सेतै नदेखिने भयो म क्याप खोलेर यस्तो डरायो नि केही नि होइन अब ट्याक्कै हिँडेको हामी हात गलिसक्यो होइन यता बस यता राम्रो राम्रो हुन्छ यस्तो एन्टिलाइट पर्छ कि ल ठिक छ जेसुकै परोस् अब घर जाने अनि आजलाई बाई बाई गरिदिउँ है हुन्न र थोरै अगाडि छ नि त हाम्रो के भन्छ त्यसलाई के भन्छ हात गलिकन मैले भुइँमा राखेको छु क्यामेरा चोक उहाँ जानु पर्दैन यहीँ बाई ऊ एउटै त कुरो उहाँ भन्ने कुरा यहीँ भन नि तिमीले के भन्न खा र केही छैन नमस्कार मेरो नाम चाहिँ मलाई थाहा छैन नमस्कार भएको नाम भाग्यनी उपाने भन्ने ल त बाई बाई है केटाटी हरायो त पछाडिको त को केटाटी खानु पछाडि छ हो र ल आजलाई बाई बाई भन्दा नि त अब ल है त गाइज बाई बाई पखाइ घाममा गर्छ त देख्यो ल पखाइ यहीँ बस यहाँ राम्रो देखिन्छ ल आजलाई टाटा बाई बाई ल है त गाइज बाई 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 बाई